Hello, it's me, बुद्ध लामा। यो भिडियो चाहिँ मैले अबको 5 वर्षपछि हेर्छु हैन। मैले लाइफमा हैन के गर्न सक्ने रहेछु र युट्युबमा पनि मैले के चाहिँ हासिल गर्न सक्ने रहेछु भन्ने कुरा चाहिँ यो भिडियोमा हुन्छ हैन। भनौँ न हैन 5 वर्षपछि अबको 5 वर्षपछि चाहिँ मैले यो युट्युबबाट चाहिँ अब के गर्न सकिन्छ कि सकिँदैन हैन। जम्मै मेरो युट्युबमा सब्स्क्राइबर भनेको 36 वटा मात्र छ है। अबको 5 वर्षपछि मेरो सब्स्क्राइबर कति बढ्ने रहेछ र मेरो क्रेज हैन दुनियाको सामु कति हुने रहेछ र मैले चाहिँ लाइफमा हैन के हासिल गर्न सक्ने रहेछ त्यो हेर्छु म अबको 5 वर्षपछि हैन। आज मिति 2082 साल कार्तिक 22 गतेको दिन मैले यो भिडियो बनाएको छु हैन। अब चाहिँ 2086 साल कार्तिक 22 गतेको दिन मैले यही भिडियो हेर्छु र मैले लाइफमा 5 वर्षमा के चेन्जेस गर्न सक्ने रहेछु हैन। लाइफमा के कुरामा चाहिँ सक्सेस पाउने रहेछु भन्ने कुराहरु चाहिँ म हेर्न चाहन्छु यही भिडियोको थ्रुबाट हैन। अबको 5 वर्षपछि म यस्तै भिडियोमा हैन यस्तै भिडियोमा भेट्नेछु र मेरो सुरु मेरो रूप हैन मेरो बानी मेरो यो बोल्ने वचनहरु सबै परिवर्तन भइसकेको हुन्छ र कतिको चाहिँ मेरो यो कम्युनिकेसन स्किल पनि इम्प्रुभ हुने रहेछ र युट्युबमा मैले कतिको सक्सेस पाउने रहेछु अनि मैले लाइफमा के हासिल गर्न सक्ने रहेछु त्यो पनि अब म 5 वर्ष भित्रमा चाहिँ के गर्न सक्ने रहेछु हैन त्यो हेर्न चाहन्छु। त्यसैको लागि नै मैले यो भिडियो बनाएको हो हैन। सो अल द बेस्ट हैन अल द बेस्ट भनौँ न हैन आफूले आफूलाई नै हैन। आज मसँग भएको जम्मा केही पनि छैन के मसँग हैन। मेरो कमाइबाट मैले किनेको अब केही पनि छैन के बस यो मोबाइल मात्र हो हैन अनि यो स्ट्यान्ड अनि यो माइक्रोफोन मसँग भएको यही हो हैन। अनि यो मैले लगाएको लोगोहरु छ नि हो यही हो अनि यो एउटा ब्लुटुथ इयरफोन हैन त्यही हो। मैले लाइफमा अहिलेसम्म केही पनि गर्न सकिएको छैन हैन। अहिलेसम्म केही कुरामा मैले सफलता पनि पाएको छैन र मैले अब सफलता पाउनको लागि केही कुरामा भनौँ न अब त्यस्तो केहीमा पनि मैले कोसिसै गरेको छैन भनौँ न हैन। अबको हैन अब गर्नेछु र आजबाट मैले मेरो छुट्टै टाइम टेबलहरु पनि बनाएर राखेको छु हैन। र मैले आफ्नो लाइफमा एउटा डिसिप्लिन भन्ने चीज हुन्छ नि हैन। डिसिप्लिनलाई पनि आफ्नो लाइफमा चाहिँ डिसिप्लिन भनौँ न हैन एउटा अनुशासन चाहिँ लागू गर्न लागेको छु हैन। आजबाट आज मिति 2082 साल आज मिति 2082 साल कार्तिक 22 गतेबाट चाहिँ मैले मेरो लाइफ हैन छुट्टै के अब भनौँ न मेरो संसारै छुट्टै आजबाट मैले मेरो नयाँ जिन्दगीको यात्रा सुरु गर्न लागेको छु र मेरो यात्राको नाम रहेको छ हैन जीवन यात्रा हैन जीवनको यात्रा हो हैन। यही हो मेरो यात्रा भनेको हैन। मेरो यात्राको शीर्षक भनेको यही हो र मैले लाइफमा के गर्न सक्छु र के गर्न सकिदैन हैन। मैले के कुरामा सक्सेस पाउने रहेछु र के कुरामा चाहिँ सक्सेस पाउन नसकिने रहेछु भन्ने कुराहरु पनि मैले सब थाहा सबै अब हैन बोक्नु पर्ने हुन्छ होला हैन। सायद हैन अबको 5 वर्ष भित्रमा मैले अब हजारौं टेन्सन हैन हजारौं अब त्यस्तो कुराहरु हैन हजारौं त्यस्तो वाद विवादहरु पनि आउन सकिन्छ हैन। अहिले मैले जम्मा कति 22 वर्ष भइसक्यो हैन। अबको 5 वर्षपछि भन्नाले कति भयो 27 वर्ष भयो हैन। 22 23 24 25 26 27 नै हुन्छ हैन। अबको हैन मैले यो 27 वर्ष भित्रमा चाहिँ हैन लाइफमा के गर्न सक्ने रहेछु हैन। सायद होला हैन बिहे पनि हुन सक्छ हैन बच्चाहरु पनि हुन सक्छ यो 5 वर्षको भित्रमा हैन। लाइफमा के चाहिँ चेन्जेस हुँदो रहेछ के हैन यो चाहिँ मैले हेर्न लाग्यो हैन।
अब यो चाहिँ मैले मेरो फ्युचरमा हेर्नको लागि बनाएको भिडियो है। अब मैले यो भिडियो अब 5 वर्षपछि हेऱ्यो भने चाहिँ अब आफूलाई कस्तो फिल हुन्छ होला कि होइन। कतिको चाहिँ मैले अब लाइफमा होइन सक्सेस पाउने रहेछु होइन। कति चाहिँ मेरो यो कम्युनिकेसन स्किलहरू बढ्ने रहेछ होइन। अनि कति चाहिँ म मान्छेहरूसँग अब होइन कनेक्ट हुन सक्छु होइन। अब 5 वर्षभित्रमा चाहिँ अब 5 वर्ष भनेको यहाँको कुरा त होइन होइन। अनि राजनीतिक दलहरूको पनि त अब 5 वर्षको कार्यकाल हुन्छन् होइन। अब तिनीहरूले पनि 5 वर्षमा त के गरेको हुन्छन् होइन। हो मैले पनि अब त्यही सोचेर गर्न लाग्यो कि होइन 5 वर्ष भनेको यहाँको कुरा त होइन होइन। सो बुद्ध अबको होइन 5 वर्षपछि मेरो यो स्वरूप मेरो रूप यो सबै परिवर्तन भइसकेको हुन्छ होइन। र तिमीसँग म चाहिँ होइन यस्तै भिडियोमा भेट्नेछु होइन। नमरे बाँचे भेटौँला होइन। मरे त अब के कुरो गर्नु होइन। ल गुड लक बेस्ट अफ लक होइन। तँलाई जिन्दगीको शुभयात्राको होइन तँलाई जिन्दगीको यात्राको शुभयात्रा भन्न चाहन्छु म होइन। आफूले आफूलाई नै होइन मोटिभेट गरेर अघि बढ्न सकोस् होइन। आफूले आफूलाई नै यही कामना गर्छु म होइन। कसैको पनि खुट्टा छुन नपरोस् होइन। कसै सामु अब आफ्नो शिर झुक्न नपरोस् होइन। कसैको अगाडि चाहिँ आफ्नो इज्जत फाल्न नपरोस्। अब यही कामना छ आफूले आफूलाई नै होइन। शत्रुलाई सधैँ आफ्नो खुट्टाको पैताला मुनि राखेर हिँड्न पाओस् होइन। यही कामना छ आफूले आफूलाई नै होइन। आजको मैले यो जोस जागर देखेर होइन मलाई नै मनमा एकदमै आनन्द फिल भइरहेको छ है। म चाहिँ होइन अनि एउटा कुरा क्या मैले होइन अहिले जापानिज ल्याङ्ग्वेज पनि पढ्दै आइरहेको छु है। मेरो त्यसमा चाहिँ अब N5 लेभलको चाहिँ अब मिनिङहरू चाहिँ लगभग सक्यो भनौँ है। अब त्यसको खान्जेहरू त छ होइन। खान्जेहरू त पढ्नुपर्ने छ टन्नै होइन। अब N4 को मिनिङहरू पनि पढ्नुपर्ने छ र N4 को मिनिङहरू पढ्नको लागि मैले जम्मा एक हप्ताको मात्र टाइम राखिएको छु होइन। एक हप्ताको मात्र टाइम छुट्याएको छु। अब त्यो टाइम एक हप्ताभित्रमा चाहिँ मैले कति 35, 40, 45, 50 भनेपछि 20 लेसनसम्म चाहिँ मैले एक हप्तामा 20 लेसनको त्यस्तै होला 300-400वटा मिनिङहरू हुन्छ होला सायद होइन। त्यो मिनिङहरू सबै कन्ट गर्नुपर्ने छ र कन्ट गर्न सकेन भने चाहिँ यही 5 झापाले या गालामा यसरी हान्ने हो होइन। अब यो भिडियो चाहिँ मैले होइन अबको 5 वर्षपछि हेर्छु र कार्तिक 30 गतेको दिन पनि मैले यसरी नै भिडियो बनाउँछु र त्यो भिडियोमा पनि होइन म यसरी नै बोलेको हुन्छु र मेरो दिमागमा चाहिँ यो ल्याङ्ग्वेज चाहिँ छिरेको हुनु पर्यो है। यही हो होइन। अब लाइफ इज नट अ डेस्टिनेसन होइन। लाइफ इज अ जर्नी। लाइफ गन्तव्य होइन। लाइफ यात्रा हो होइन। अब केही लाइफमा अब त्यस्तो होइन बाधा अर्जन अप्ठ्यारा पलहरू अब त्यस्तो होइन मनमुटाव हुने कुराहरू नाना थरी के आउँछ होला होइन। तर आए पनि होइन आफूले आफूलाई नै मोटिभेट गरेर अघि बढ्न सक्नुपर्छ होइन। त्यही हो। यो मैले अरू कसैले भनेको होइन आफूले आफूलाई नै भनेको है। यो भिडियो मैले मान्छेहरूलाई देखाउनको लागि बनाएको होइन र आफूलाई नै होइन आफूले आफूलाई नै हेर्नको लागि र आफ्नो होइन क्षमता चाहिँ कतिसम्मको बढाउन सक्ने रहेछु होइन त्यो हेर्नको लागि चाहिँ मैले यो भिडियो बनाएको हो होइन। सो गुड लक बेस्ट अफ लक होइन। लाइफमा नातिनु होइन। लाइफमा चाहिँ नातिनु होइन। कसैसम्म अथवा कसैको सामु चाहिँ आफ्नो शिर नझुकाउनु र कसैसम्म नडराउनु र नलजाउनु होइन। लाइफमा सधैँ होइन जे जस्तो भए पनि होइन जतिसुकै अप्ठ्यारा पलहरू आए पनि होइन
त्यसलाई हैन जस्तोसुकै अप्ठ्यारो पलहरू आए पनि हैन गाह्रो हैन अब त्यस्तो अप्ठ्यारो पलहरू आए पनि तिनीहरूलाई चिरेर अघि बढ्न सकोस् यही कामना छ हैन आफूले हैन यही कामना गर्छु म सो अबको हैन हामी 5 वर्षपछि भेट्छु 2066 साल हैन 2086 साल कार्तिक 22 गते दिन हामी भेट्नेछौँ सो गुड लक बेस्ट अफ लक एन्ड बाई बाई लभ यू